यो तीनवटा स्टेप फलो गरेर पढ्नुहोस्, एसीमा ढुक्कै प्लस आउँछ। फर्स्टमा आफ्नो कोर्सको कन्सेप्टहरू मजाले बुझ्नुपर्ने हुन्छ। यसका लागि हामीले भिडियोज हेर्दै पढ्न सक्छौँ। भिडियोजहरूले कन्सेप्टहरू भिजुअलाइज गर्न हेल्प गर्ने भएकाले गर्दा जस्तोसुकै कन्सेप्टहरू पनि सजिलै बुझिन्छ र लामो समयसम्म याद भइरहन्छ। सेकेन्ड स्टेपमा अब पढेको कुरा प्र्याक्टिस र इभ्यालुएट गर्ने। क्विजेस र टेस्ट पेपरको साथमा आफूले पढेको कन्सेप्ट रिलेटेड क्वेसन्सहरू प्र्याक्टिस गर्न सकिन्छ। क्विज गर्दा इन्स्ट्यान्ट स्कोर पनि पाइने भएकाले गर्दा आफ्नो पढाइ कस्तो भइरहेको रहेछ र कुन कुरामा इम्प्रुभ गर्नुपर्ने रहेछ भनेर पनि सजिलै थाहा पाउन सकिन्छ। र थर्ड स्टेप छ मोडल क्वेसन प्र्याक्टिस। मेरो शिक्षाको तक्ष भिडियोज हेर्दै मोडल क्वेसन्सहरू प्र्याक्टिस गर्न सकिन्छ। मोडल क्वेसन्सहरू भिडियोमै सल्भ गरिएकाले गर्दा यी भिडियोज हेर्दै इक्जाममा आउने टाइपको क्वेसन्स र ती क्वेसनलाई प्रपरली सल्भ र एन्सर गर्ने तरिका पनि मजाले सिक्न सकिन्छ। आजैदेखि मेरो शिक्षाको भिडियोज, क्विजेस, टेस्ट पेपर र मोडल क्वेसन्सका साथ राम्रोसँग पढ्नुहोस् र एसीमा राम्रो ग्रेड ल्याउने तयारीको सुरुवात गर्नुहोस्।